घोडामा मान्छे चढेको के हजुर घोडामा चढेर हिँडेको ढ्याङ 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 घोडाको पछि त्यो हुन्छ नि बज्नेहरू सेम मान्छे होइन ठ्याक्क केटी चाहिँ 18-20 वर्षको केटी जस्तो 1 बजे निन्द्राले ठ्याक्कै छोड्यो 1 बजे छोड्दा चाहिँ यो पाहामा यहाँ रुख काटिरहेको छ तलतिर चाहिँ एउटा केटो फुङचुङ चाहिँ केटो अगाडि हिँडेको नमस्ते सम्पूर्णमा रोचक मल्टिमिडियाबाट नियमित रूपमा प्रसारण हुने रियल नेपाली हरर स्टोरीको यो नयाँ एपिसोड लिएर हामी यहाँहरू सामु उपस्थित भइसकेका छौँ र यो एपिसोडमा पनि हामी हाम्रो सम्पूर्ण प्यारा दर्शकहरूलाई स्वागत गर्न चाहन्छौँ र आज पनि हामीसँग एकजना यस्ता अतिथि हुनुहुन्छ जसको जीवनमा त्यस्तै डरलाग्दो रहस्यमय र अनौठो घटनाहरूको सामना उहाँले गर्नुभएको छ त्यस्ता भूतसँग जम्का भेट उहाँको भएको छ त्यस्ता अनुभवहरूलाई जस्ताको त्यस्तै उहाँकै शब्दमा उहाँकै आवाजमा र उहाँकै मुखबाट हामी यहाँहरू सामु लिएर आउने कोसिस गर्दैछौँ र हामीलाई यहाँसम्म ल्याउनु भएको छ यसै स्थानका भाइ भुवन भट्टराईले यहाँसँग पनि यस्ता घटनाहरू भएमा हामीलाई हाम्रो मोबाइल नम्बर 980140 28300 9804128300 मा डाइरेक्ट कल गर्न सक्नुहुन्छ वा यही नम्बरमा हाम्रो व्हाट्सएप पनि छ व्हाट्सएपमा मेसेज वा कल गर्न सक्नुहुनेछ यो जानकारी यहाँलाई गराउँदै यहाँहरूसँग हामी अनुरोध गर्दै हाम्रो कार्यक्रमलाई हामी अगाडि बढाउन गइरहेका छौँ र अहिले हामी छौँ लिखु गाउँपालिका वडा नम्बर 5 यसम भन्ने स्थानमा र हाम्रो यात्रालाई सहयोग गर्नुभएको छ स्याङ्जाबाट डिबी ग्रिल उद्योगले सम्पूर्ण फलामका स्टिलका कामहरू तार जालीहरू यूपीबीसी एल्युमिनियम र एसआई प्यानलका सम्पूर्ण कामहरू सस्तो र सुलभ मूल्यमा गर्नका लागि हाम्रा दर्शकहरूले सम्झन सक्नुहुन्छ डिबी ग्रिल उद्योग पुतली बजार 14 लामागे स्याङ्जालाई प्रोप्राइटर हुनुहुन्छ दिनेश पौडेल सम्पर्क नम्बर 982140 78622 यहाँहरूका लागि यो एउटा नयाँ घटना लिएर आउनका लागि र आजका हाम्रो अतिथि साथै हाम्रा सम्पूर्ण दर्शकहरूलाई हाम्रो कार्यक्रममा स्वागत गर्दै हामी हाम्रो कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ तपाईँको सानो परिचयबाट हामी कार्यक्रम सुरु गर्छौँ तपाईँको परिचय राखिदिनु होला मेरो परिचय यो ओखलढुङ्गा लिखु गाउँपालिका वडा नम्बर 5 मानेडाँडा टोल भन्छन् अब यो हाम्रो टोलको नामै त्यही हो पहिलादेखि हजुर मेरो नाम चाहिँ अब खेटबहादुर खड्का तपाईँ पेसागत रूपमा केमा आबद्ध हुनुहुन्छ म पेसागत रूपमा मेरो व्यक्तिगत जीवनमा भन्नुपर्दा म गाउँघरमा खेती गरेर बसिनँ हजुर सानै उमेरदेखि काठमाडौँतिर गइयो अब यो पढाइको सिलसिलामा यहाँको त्यतिखेर वातावरण पनि थिएन 3 कक्षामा फर्स्ट भएर म काठमाडौँतिर गएर त्यतै बिचमा अब इन्डिया दार्जिलिङतिर पनि गएर 10 महिना जति बसियो त्यस पछाडि अब काठमाडौँमा अब 39 या 41 तिर त्यस्तै कति ठ्याक्कै थाहा भएन मैले दुग्ध विकास संस्थानमा जागिर पनि खाएँ त्यो पछाडि अब यताउता सानातिना घरेलु उद्योग पनि चलाएँ अब त्यताउता गर्दै यो समय परिस्थिति बदलिँदै जाँदाखेरि अब घरमा आउने जाने त भइरहेको थियो विशेष गरी चाडपर्व दसैँ तिहार अनि अब आउने जाने कहिले यता बस्ने कहिले उता बस्ने अनि त्यतिकै अब पछि पसल पनि गरेँ त्यही गरेँ यहाँ खेती गरेर चाहिँ बसिनँ म अहिले गाउँमा बसेको भयो 4-5 वर्ष भयो त्यही त तपाईँको जीवनमा पनि त्यस्तै डरलाग्दा रहस्यमय अनुभवहरूसँग सामना भएको छ तपाईँको त्यस्तो अनुभव छ अब हामी यो गाउँघरमा जन्मिएका मान्छे हजुर 2023 साल चैत्र महिनामा जन्म भएको मेरो अब हाम्रा दावालीहरू सानै उमेरमा धेरै बिते उमेरै नपुगी त्यतिखेर बाहरूले चाहिँ अब धामी लिएर आउने एउटाले भर्न अर्को लिएर आउने
अनि अब जस्तो यो हामी बसेको जुन यो ठाउँ छ यो हजुर अब यसलाई काली खोला भन्छ हजुर अब यसको चाहिँ नि त्यहाँ काली खोला हुँदा हुँदै तल गएर चाहिँ नि अलिक तल चाहिँ नि अर्को खोलामा मिसिने ठाउँमा यसलाई चाहिँ नि घर्ती खोला भन्छ अब यो खोलामा लगभग चाहिँ यहाँ 100औं बच्चाहरूको चाहिँ नि च्यान छ र यही खोलाबाट चाहिँ नि हाम्रो चाहिँ नि बारी उता वारिपारी हुने यहाँ बिहान बेलुका हिँड्ने मान्छे अब अहिले पनि तपाईँको यहाँ बेलुका साँझ परेपछि यो खोलो तर्नलाई चाहिँ नि कि यताको मान्छेको सहारा लिने कि उताबाट आउँदा एक दुईजना एक्लै नआउने कि डाँडैबाट बोलाउने अब त्यस्तो कि कोही पनि भएन भने गीत गाउँदै आउने होइन जाने नजाने पनि अब त्यो मनमा चाहिँ त्यस्तो छाप परेको के यो खोलामा यस्तो छ भन्ने अनि तपाईँको चाहिँ नि अब अहिले यो यहाँबाट यो रोड खन्यो अब पहिला चाहिँ अब हाम्रो घर चाहिँ नि त्यहीँ हो यो बाटो चाहिँ माथि बजुवा लेकसम्म भन्छ त्यहाँबाट चाहिँ नि मान्छे हिँडडुल गर्ने साउटार बजार जाने हाट साट जाने अब त्यस्तै मेन बाटो भएको हुनाले अब त्यहाँ चाहिँ नि हामी सानो बेलामा चाहिँ नि अब त्यो यो खोलाबाट यो बाटो त्यो बाटो लिएर हिँड्ने के हो अब यो चाहिँ नि हिँड्ने कसरी हिँड्ने भन्दाखेरि तपाईँको यिनीहरू जहिले पनि हिँडेको हुँदो रहेनछ अहिले बुझ्दाखेरि 39-40 सालतिर अब उता दार्जिलिङ घुम्न जाने भएँ अनि मेरो एउटा साथी र म चाहिँ नि तपाईँको यहाँबाट इन्डिया गयौँ इन्डिया गइसकेपछि सिलगढी काकरभिट्टाबाट सिलगढीबाट त्यो दार्जिलिङको जिल्ला टिस्टा खोलासँगै रम्बी बजार भन्ने रहेछ त्योभन्दा माथि अलिकति गएपछि अब मङ्पो भन्ने ठाउँ छ एउटा दार्जिलिङ त्यही बाटो बस जान्छ अलिवरतिर नाली डाँडा भन्ने छ त्यहाँबाट चाहिँ नि सिलगढीबाट जाने बस अब चाहिँ नि दार्जिलिङ त्यहीँ जान्छ अनि त्यहाँ पनि पुरा गाउँले बस्ती अनि हामी चाहिँ नि यसो काम गर्ने बाहिर बस्ने यताउति हुने अनि त्यो रेसेप भन्छ त्यहाँको स्थानीय भाषामा नाम त्यो रेसेप बस्तीमा बस्दाखेरि अलि वरतिर एउटा छ्याङ खोला थियो हामी चाहिँ नि 18-20 वर्षको केटाहरू अनिखेरि यताउति चाहिँ नि तपाईँको त्यतिखेर डर पनि नलाग्ने होइन अनि डर पनि नलाग्ने हामी राति सबै सुतिसकेका थिए त्यतिखेर त्यो ठाउँमा पनि बत्ती थिएन अनि म चाहिँ नि अब त्यो अलि घुम्दै त्यहाँ चाहिँ नि राति निन्द्रा नलागेर अलिकति 10-11 बजेको समय रहेछ अनिखेरि चाहिँ त्यो यता बजारसँगै चाहिँ नि एउटा छ्याङखोला भन्ने ठाउँ त्यहाँबाट 10-15 मिनट हिँडेपछि नाली डाँडा भन्ने ठाउँ आउँथ्यो अनि त्यहाँ चाहिँ नि एकजना केटी देखेँ कि मैले खोलामा राति केटी देखेँ 11 बजे 11:30 बजेतिर केटी देखेँ केटी भने चाहिँ कस्तो भन्दाखेरि यो केटीको ड्रेस चाहिँ पुरै सेतो होइन सेतो अनिखेरि केटी चाहिँ नि फङलङ यताउता त्यो बाटोमा हिँडिराखेको देखेँ अब मैले चाहिँ सोचेँ तपाईँको त्यहाँ चाहिँ नि अब त्यो पतिरको बहिनीहरू त्यो त्यहाँ आइतबार हाट बजार लाग्थ्यो कोही मान्छे रहेछ कि भनेर अलिक टाढाबाट देख्दा उनीहरूको कतै हिँडेका रहेछन् कि भनेर त्यो सोचेँ अनि तपाईँको चाहिँ त्यहाँबाट हेर्दै म चाहिँ अलिक नजिक आइसकेपछि अनि जुन त्यो छ्याङ खोलामा आइसकेपछि चाहिँ नि अनि त्यहाँ कस्तो हो भने म अलि मनमा डराएको थिएँ कि नौलो ठाउँ म पनि गएको 3-4 महिना मात्रै भएको थियो त्यहाँको परिवेश परिस्थिति के हो राम्रोसँग बुझेको थिएन अनि तपाईँको चाहिँ नि ऊ अगाडि हिँडेकी छन् म पछाडि हिँडेको छु बोलाउँ कि जस्तो पनि लाग्यो मलाई बोलाउँ कि जस्तो लाग्यो अनि अलिअलि डर पनि लाग्यो अनिखेरि त्यहाँबाट चाहिँ नि ती हुँदै अब चाहिँ नि त्यहाँ चिया बगान भन्दो रहेछ कि अलिकति तलतिर त्यो बजार सकिएपछि अनि चाहिँ चियाको चाहिँ त्यो खेती गरेको ठाउँ पनि थियो अनि त्यहाँ पर्तिर कारखाना पनि थिए त्यो चिया प्रशोधन गर्ने अन्तबाट ल्याएर पनि अनि म चाहिँ नि अब डर लागेर चाहिँ नि त्यहाँ पालेहरू हुन्थे त्यहाँ चाहिँ नि कोही गेटमा अबेरसम्म बसिरहेको हुन्थ्यो त्यो कारखानाको सुरक्षा गर्न अनि त्यहाँ चाहिँ म चाहिँ नि त्यहाँ तिनीहरूसँग आश्रय लिन पुगेँ अनि ती केटी चाहिँ आफ्नै बाटो गएन अनि मैले तिनीहरूसँग भने यहाँ यस्तो भेटेँ यस्तो भनेपछि उनीहरूले चाहिँ मलाई त थाहा थिएन थाहा भएको भएदेखि चाहिँ म डराउने रहेछु होइन ओ त्यहाँ चाहिँ के भन्दा रहेछन् भने त्यहाँको स्थानीय भाषामा त्यो किचकन्ने के भन्दा रहेछन् के अनि किचकन्ने त्यस्तो हिँडिराख्छ अब तिमीलाई चाहिँ नि अब कसो त्यो कुरा पनि गर्छ अरे त्यो त होइन कुरा पनि गर्छ अरे अब कसो तिमी बोलचाल गरेनौ
अब यताउता भने अनि त्यो पछि चाहिँ म निकै डराएँ होइन डराएँ त्यो रातभरि मलाई निन्द्रा पनि लागेन त्यतिखेर चाहिँ नि अब गाउँबाटै भर्खर भर्खर निस्केको मान्छे त्यो नयाँ सहर बजारको त्यति अनुभवहरू पनि थिएन अनि त्यो भएकोले चाहिँ नि तपाईँको त्यस्ता त्यस्ता चाहिँ नि अनुभवहरू बटुलियो भनौँ अब अहिले चाहिँ सुन्दाखेरि पछि सुन्दा चाहिँ मलाई डर लाग्यो अनि किचकन्डीले भेटेको भए के गर्थ्यो के गर्थेन मलाई थाहा थिएन होइन तर ती पछि अरूले तैँले त्यो मान्छे होइन तैँले देखेको किचकन्डे हो भनेर ती चाहिँ नि ती दाईहरूले भनेपछि चाहिँ अनिखेरि म झन् डराएँ कि झन् डराएर अनिखेरि आफूलाई चाहिँ नि अब यहाँ आइपुगेकोमा चाहिँ नि भाग्यमानी पो ठाने मैले होइन तिनीहरूले भेटेन अझ तिनीहरूसँग केही सम्बन्ध भएन उनीहरू आफ्नो बाटो हिँड्यो मेरो अगाडि 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 सेम मान्छे होइन ठ्याक्क केटी चाहिँ नि 18-20 वर्षको केटी जस्तो अनि त्यस्तो चाहिँ नि ठ्याक्क देखेको मैले देखेको चाहिँ जीवनमा त्यही हो आवाजहरू त तपाईँको यो हाम्रो गाउँघरमा त धेरै सुनिन्छ अहिले पनि सुनिन्छ 36 सालतिरको कुरा हो त्यतिखेर यो हामी सानै थियौँ अब 23 सालको मान्छे 36 सालमा कति थिए 12-13 वर्ष होला होइन त्यस्तै होला यो जनमत सङ्ग्रहको चलिरहेको जनमत सङ्ग्रहको चाहिँ नि अब माहौल बनिरहेको थियो गाउँमा अब यो पञ्चायती व्यवस्था चलिरहेको देशको शासन सत्ता अब यहाँ चाहिँ बहुदलवादीहरूले त्यो चाहिँ नि बहुदलको चाहिँ माग गरेर चाहिँ तपाईँको त्यतिखेर चाहिँ नि अब यो जनमत सङ्ग्रहको समय थियो 36 सालमा अनि अब चाहिँ त्यसको दसैँमा चाहिँ तपाईँको पूर्णिको दिन चाहिँ नि अब यहाँ हाम्रो यो माने डाँडा भन्ने ठाउँमा यहाँ जात्रा पनि लाग्थ्यो तल डुँडे भन्ने ठाउँमा लाग्थ्यो बाङ्गे पिपल भन्ने ठाउँमा अलि तल लाग्थ्यो पूर्णिका दिन जात्रा लाग्ने कि सबै मान्छे जम्मा हुने गीत गाउने नाच्ने पिङसिङ हालेको हुन्थ्यो बुवाहरू पनि घरमा हुनुहुन्न थियो म घरको जेठो मान्छे भाइ बहिनी सानै थिए आमाले चाहिँ नि भन्नुभयो अब त्यहाँ त्यतिखेरको समय पिसाब फेर्दाखेरि पिसाब लागेको राति बाहिर निस्किनु पर्ने घरभित्र टोयलेट हुन्न थियो अनि बाहिर निस्किन म लाग्दाखेरि आमाले एकछिन नजा भनेर भन्नुभयो कि अनि आमाले चाहिँ नि मलाई अब बाहिर एकछिन ननिस्कि भनेर भन्दाखेरि अब मैले किन भने अनि त्यहाँबाट आमाले चाहिँ नि त्यो के आवाज सुनिराख्नु भएको रहेछ र भनेर छ अनि त्यहाँबाट चाहिँ म त्यतिकै पिसाब लागेको मान्छे उभिएर बसिराखेँ त्यतिकै ओछ्यानबाट उठिसकेका थिएँ अनिखेरि त्यहाँबाट चाहिँ अब यही हाम्रो यो बाटो काली खोलाबाट ठ्याक्क चाहिँ गइराखेको आवाज चाहिँ कस्तो भन्दाखेरि तपाईँको घोडामा मान्छे चढेको के घोडामा चढेर हिँडेको ढ्याङ 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 घोडाको पनि त्यो हुन्छ नि बज्नेहरू अनि त्यो चाहिँ नि त्यो आवाज आइराखेको अनि त्यहाँबाट चाहिँ नि मलाई डर लागेपछि अनिखेरि म बसेँ मेरो त्यो आएको पिसाब पनि हराए जस्तो महसुस भयो के महसुस भयो अनि त्यहाँपछि अब पहिलाको घर अनि बस्ती अहिलेभन्दा त्यतिखेर धेरै पातलो थियो अनि त्यहाँबाट चाहिँ नि त्यो आँगनमा ठ्याक्क रोकेर चाहिँ नि अब देखेको चाहिँ नि भित्रबाट सुनेको आवाज रोकेर अनिखेरि घरबेटी आमै भनेर 3 चोटि बोलायो 3 चोटि बोलायो त्यहाँबाट आमाले कोही नबोला भन्नुभयो अनिखेरि हामी चाहिँ नि चुपचाप बसिराख्यौँ त्यहाँबाट अनि त्यसको केही त्यो 3 चोटि बोलाएपछि त्यहाँबाट फेरि उसले कुनै त्यहाँ केही सङ्केत गरेन आँगनबाटै हो त्यहाँबाट अनि उता चाहिँ नि अलिकति अगाडि बढेपछि त्यहाँ हाम्रो चाहिँ नि बाँसको झ्याङ छ त्यहाँबाट चाहिँ नि अनिखेरि त्यहाँबाट चाहिँ नि सुइया पार्यो जुन सुसेल्ने हुन्थ्यो अहिले चाहिँ प्रचलन त्यति छैन पहिला सुसेल्दै हिँड्थे ठिटाहरू पनि त्यस्तै आवाज सुसेल्ने सुइया पारेपछि तपाईँको त्यहाँबाट पनि 3 चोटि बोलायो त्यहाँबाट 3 चोटि बोलाइसकेपछि अनि त्यो अर्को पटक चाहिँ पारी खोल्सो तरिसकेपछि चाहिँ त्यहाँ एउटा अमालको रुख भन्ने छ त्यहाँबाट पनि 3 चोटि बोलाएर अनि त्यसरी चाहिँ यो चाहिँ त्यो हिँड्थ्यो अब यस्तो हिँड्नलाई चाहिँ तपाईँको फेरि यो औँसी पुर्ने चाडबाडको बेला यस्तै हुन्थ्यो अब अनि सानामा अब हामीहरू बासँग गोठा सुत्न जाँदाखेरि अब यो पाखै लडेको आवाज आउने अनि घननन्न अनि बाले नडराइकन सुत भन्ने अब पहिला त धेरै थियो यस्तो आवाजहरू आउने अब अहिले चाहिँ यो मान्छेको यो गाडीको मान्छेको बत्तीको गरेर अब अलिकति कम हुँदै गएको जस्तो महसुस गरिन्छ तपाईँको मेरो घर त्यही हो त्यहाँ सुतिराखेको म अब यो विशेष मेरो चाहिँ मलाई चाहिँ कस्तो हुन्छ भने यो तपाईँको त्यस्तो केही आवाज आउने बेलामा बिचमा निन्द्रा
निन्द्राले खुल्ने के खुल्ने निन्द्रा खुल्ने अनिखेरि झसँग त्यो बिचमा निन्द्रै नपुगी जाने खुल्ने अनि त्यहाँपछि यो यही खोलामा चाहिँ नि अनि त्यो म त्यहाँ अब झ्याल यतापट्टि यही पाखो हो पाखातिर फर्केको 1 बजे निन्द्राले ठ्याक्कै छोड्यो 1 बजे छोड्दा चाहिँ यो पाखामा यहाँ रुख काटिरहेको छ होइन अनि त्यो सेम चाहिँ नि मान्छेले काटेको आवाज आउने ड्याङ ड्याङ चाहिँ रुख काटेको आवाज आउने अनि त्यहाँबाट चाहिँ मैले त्यो झ्याल खोलेर हेरेँ तर्साएको भन्ने मलाई थाहा छ र म डराइनँ किन म डराइनँ भने म घरभित्रै छु नि होइन घरभित्रै छु डराइनँ अनि त्यहाँबाट चाहिँ झ्याल खोलेर चाहिँ हेरेँ पारिपट्टि अनि देखिन्छ कि भनेर अनि देखिएन मैले झ्याल खोलेपछि त्यो आवाज अलिकति तल सर्यो यहाँ काटेको थियो भने अलि तल सर्यो अनि मेरो मनमा लाग्यो अब यो चाहिँ नि म यो अचानक यस्तो बेला बेलामा यहाँ सुनिन्छ र केही घटना पनि घट्छ अरू केही हुन्छ कि भनेर अरू मान्छे डराउँछन् घरका मान्छे भनेर मैले अरूलाई केही पनि भनिनँ तर्साउने भन्ने कुरो त यहाँ सामान्य नै थियो ओ त्यसरी सुनेपछि आवाज सुनेपछि अनि त्यहाँबाट मेरो मनमा चाहिँ त्यस्तो लागिरहेको थियो अनि मैले कसैलाई भनिनँ यो चाहिँ नि हिउँदकै महिना हो त्यो 6-7 वर्ष अगाडि त्यहाँ गोठ हाम्रो हिउँद महिनामा चाहिँ नि बारीमा जान्छ के अनि 4 बजेतिर चाहिँ नि अब हाम्रो बुहारी गएर त्यो गाई भैँसी अब दोउनु भैँसी हो कि ब्याउने भैँसी हो अनि 4 बजे पानी सानी सबै दिएर चाहिँ नि ठ्याक्क चाहिँ नि आकी यो हाम्रो भाइ चाहिँ नि फेरि यो गाउँमा फाफा फुफु गर्ने यो भैँसी बाख्रा बिरामी भयो भने फुकेर हिँड्ने अहिले पनि फुक्छ बोलाउँछन् होइन केही हुन्छ भन्ने मेरो मनमा लागेको त्यो यो आवाजको हिसाबले त्यही 4 बजे पानी दिएर आएको भैँसी 4:30 मा ठ्याक्कै मर्यो केही नभइकन भैँसी मर्यो अनिखेरि यहाँ हामीले भन्यौँ अब अरूको चाहिँ नि भैँसी फुकेर हिँड्न भ्याउँछ आफ्नो चाहिँ भ्याएन भने अनि यो चाहिँ मैले चाहिँ के सोचेँ भने अब यो त्यो तर्साएको नै सङ्केत दिएको हो कि कसैले चाहिँ नि केही अब चाहिँ नि त्यो त्यस्तो हिँड्ने केही हिँडिराखेको थियो कि जस्तो मलाई अहिले पनि लागिरहेछ त्यो अहिले पनि लागिरहेछ र अनि तपाईँको यहाँ हाम्रो यो मान्छे बित्नु छ भन्ने मान्छे यहाँ बिरामी छन् बित्ने छन् भनेदेखि यहाँ चाहिँ नि तपाईँको अहिले पनि सङ्केत दिन्छ अब कि स्यालहरू कराउने कि फ्याउरो कराउने होइन कि त्यस्तो दायाँ बायाँ तर्साएर आवाज दिने होइन त्यो अहिले पनि छ प्राय मान्छेहरू अब यहाँ साँझ परेपछि त्यस्तै काम भयो भने मोटरसाइकलमा यताउति साथीसँग हिँड्ने मात्रै हुन् एक्लै हिँड्दैनन् हिँडे पनि हातमा आगो लिएर हिँड्ने भन्ने चलन छ कि तपाईँको आगो भयो भने अब केहीले छुँदैन भन्ने त्यस्तो छ अब हाम्रो गाउँघरको अनुभवहरू अनि यी घटनाहरू भन्दा बाहेक तपाईँको अरू त्यस्तो जीवनमा घटेको प्रत्यक्ष त्यो भूतहरूसँग जम्का भेट भएको घटनाहरू छैनन् भेट भएको चाहिँ नि म सानो बेला मैले चाहिँ नि अब देखेको चाहिँ नि भन्न अब चाहिँ नि जम्का भेटै भएको होइन यो हिँडेको देखेको चाहिँ के भने यो लगभग चाहिँ नि म 12-13 वर्ष हुँदै अब यो तल चाहिँ नि यो डुँडे भन्ने ठाउँमा जात्रा लाग्थ्यो यो पूर्णेको दिन लाग्थ्यो फेरि दसैँको पूर्णेको दिन लाग्थ्यो अनिखेरि त्यहाँबाट चाहिँ नि अब बाजा र म गोठा सुत्न गएको अनि अब चाहिँ नि त्यहाँ जात्रा लाग्ने ठाउँमा हामी चाहिँ नि अब चाहिँ नि त्यहाँ अब बार नगएपछि म जाने कुरो भएन तैपनि अब त्यो म केटाकेटी बेला उमेरको त्यस्तै 12-13 वर्षको बेला चाहिँ नि अब आफै जाने निर्णय गरेँ कि खेत यो कान्ला चाहिँ नि गर्दै त्यहाँ तल यो डुँडे भन्ने ठाउँ यहाँबाट लगभग चाहिँ नि 500-600 मिटर तल पर्छ अब अहिले चाहिँ जात्रा सात्रा लाग्दैन पहिला लाग्थ्यो अनि गइसकेपछि म जात्रा हेर्ने उत्साहले गएको मलाई तर्साउने ओर्ने केही पनि थिएन भएन सोच्दा पनि सोचिनँ अनि त्यो जात्रामा पुगेपछि चाहिँ नि तपाईँको त्यहाँ त्यतिखेर चाहिँ नि यहाँ लौरा सौरा बोकेर जाने लडाइँ खेल्ने त्यस्तो चलन थियो कि खेल्थे पनि अनि त्यहाँ लडाइँ खेल्ने बत्ती सत्ती छैन ड्याङडुङ अब कुन ग्रुपको को त्यहाँ चाहिँ झगडा परेपछि म डराएर अनिखेरि म कुद्दै आएको अनि तल यहाँ अलिक पर उता फुलबारे डाँडो भन्छ त्योभन्दा तलतिर बस्ती पातला त्यतिखेर त्योभन्दा तलतिर चाहिँ नि एउटा केटो फुङचुङ चाहिँ नि केटो अगाडि हिँडेको मैले चाहिँ त्यो केटोसँग ध्यानै दिइनँ मलाई चाहिँ त्यो ऊ चाहिँ लडाइँसँग चाहिँ डर भयो मनमा चाहिँ लडाइँको कुरा छ
अनि यता त्यो केटो फोटो हिँडेको रहेछ। अनि त्यहाँबाट त्यो केटो चाहिँ मेरो गोठभन्दा अगाडिसम्म आउँदासम्म चाहिँ त्यहाँ फुलबारेको खोला भन्ने छ, त्यहाँसम्म आउँदा केटो देखियो। त्यहाँबाट केटो देखिएन। अनि घरमा आएपछि चाहिँ त्यहाँ गोठमा आएपछि अनि बाँड्ने लाउनु भएको छ, कहाँ गएको थिइस् भनेर भन्नु, म यस्तो जात्रा हेर्न गएको भने यस्तो। अनिखेरि तँलाई चाहिँ नि अब सक्ला नि भनेर भन्नुभयो। उहाँहरू त त्यो बेलामा धेरै अनुभवी मान्छे, यहाँ हिँडडुल गरेको भेटेको पनि होला। अनिखेरि मैले त्यो पनि बालाई भनिनँ, किनभने गाली गर्नुहुन्छ भनेर भनिनँ। म त्यत्तिकै डराइ सुतेँ। अनिखेरि चाहिँ नि वास्तवमा हुन चाहिँ केही भएन। मैले देखेको चाहिँ त्यो र त्यहाँ त्यो दार्जिलिङ जिल्ला चाहिँ त्यो मङ्गु बजारको छ्याङखोला भन्ने ठाउँमा लगभग चाहिँ त्यो कति वर्ष आजभन्दा चाहिँ तपाईँको म अहिले 60 वर्ष लाग्छु। अब यो चाहिँ नि त्यतिखेर 20 वर्षको उमेर थियो, 40 वर्ष अगाडितिरका कुरा हुन् यी। अब त्यहाँभन्दा पछाडि चाहिँ आवाज चाहिँ सुनिन्छ होइन, पोहोर परार पनि सुनिन्छ। यहाँ मान्छे अकालमा बितेको मान्छे डाँडा कराउँदै हिँडेको पनि सुनियो त्यो 13 दिनभित्र होइन। तर चाहिँ नि ऊ हिँडेको आवाज पनि सुनियो। तर चाहिँ यो घरभित्र चाहिँ पस्दो रहेछ। घरभित्र चाहिँ के हो शक्ति, घरभित्र छेदो रहेछ। तर्साउने त त्यो आवाज दिने त अहिले पनि छ हाम्रो यहाँ टोल गाउँमा, अहिले पनि छ है। अनि तपाईले जुन दार्जिलिङमा देख्नुभएको थियो त्यो केटी, हजुर सेतो कपडा थियो, सेतो कपडा, कपाल केटी कपाल कालै थियो, छोडेको हुन्छ नि त्यस्तो टाइपको थियो। त्यो कपाल छोडेको खुल्ला। अनि केटी चाहिँ नि सबैजना अब एकदम राम्रो, अब बोलिहाल्छ कि जस्तो। बोलाउन चाहिँ बोलाएन। मैले ऊ अगाडि हिँडेको छ, मैले साइडबाट हेरेँ। तर सेम मान्छे। म हिँड्दै गएँ, ऊ हिँड्दै गयो। मैले अनि पछि डर लागेपछि चाहिँ अब त्यहाँ चाहिँ एउटा कारखाना भन्ने त्यो कुलाइनबारी यताउता भन्दा रहेछन्, त्यो चियाको उसको होइन। अनि चियाको चाहिँ सङ्कलन गर्ने प्रशोधन गर्ने होला कारखाना थियो। अनि त्यहाँ गेटमा गएर त्यो दाइहरूलाई चाहिँ अनि त्यहाँ सहारा मागेर बसेँ एकछिन। अनि त्यो उज्यालो नभइकन आएन त्यो दिन, त्यहीँ बसेँ। अनिखेरि चाहिँ तपाईँको त्यो कुन बाटो गयो उनीहरूको भाषामा मैले त त्योभन्दा पछि पनि देखेको छैन, अगाडि पनि देखेको थिएन। अब उनीहरूले चाहिँ नि यो किच गर्ने हो, यतिखेर कोही मान्छे यहाँ हिँड्ने सम्भावना छैन, तिमी आम्ने सामने परेनछौ, अझ यहाँ त यिनीहरूसँग त बोलीचाली पनि हुन्छ भन्थे उनीहरूले। त बोलीचाली पनि हुन्छ, कुराकानी पनि हुन्छ। र अनि पछि पनि त्यस्तो भयो भने साथी जस्तो आउन पनि सक्छन् भन्थे। त्यो सम्भव हो कि होइन होइन उहाँहरूले त्यसो भन्दा चाहिँ अनि मलाई डर लाग्यो। अनि उसको अनुहार पनि साइडबाट देख्नुभयो? साइडबाट देखेँ। पुरा केटी हो, केटी राम्री। अनि खुट्टातिर त हेर्नु भएन? खुट्टातिर मैले खासै गरिनँ। यो खुल्ला चाहिँ हुन्छ नि केटीहरूको चाहिँ ड्रेस अलिक खुल्लै हुन्छ, त्यही भएर चाहिँ मैले खुल्लातिर चाहिँ ध्यान दिनँ। अब उसले चाहिँ अब मैले त मान्छे भन्ने सोचिरहेको थिएँ नि त। त्यो सेतो कपडा चाहिँ उसको कस्तो थियो, साडी जस्तो थियो कि कस्तो गाउन जस्तो? उसको साडी जस्तो भन्दा साडी नै टाई भनेर यस्तो काँधामा हालेको त होइन। यो सर्लक्क लगाएर यो कम्मर मुनि हुन्छ नि एउटा, हामी यहाँ गाउँघरमा घाँगर भन्छौँ नि, त्यो टाइपको तल चाहिँ खुट्टै छोड्ने खालको त्यस्तो सेतो चाहिँ लुगा सेतो, यहाँ कम्मरमा चाहिँ नि ऊ छिनेको भनौँ न के भन्छ एउटा यो यसको भाग छुट्याएको जस्तै थियो होइन, मान्छेले लाउने जस्तै सेम त्यस्तै थियो। अनि त्यहाँ जाने त्यो उनीहरूले त्यो भनेपछि किचकन्नेसँग तिम्रो यो जम्का भेट भएछ, तर आम्ने सामने होइन, ऊ अगाडि म पछाडि। अनि त्यसरी मलाई अब डर लागेको। राति 11 साढे 11 बजे सुनसान, कोही छैन, बस्ती पातलो एउटा घर। अब यस्तै टहरा बजारहरू भन्ने थियो त्यतिखेर, त्यो रेसेप बजार, अहिले त विकसित भइसक्यो होला। त्यो छ्याङखोलाको नाम अहिले पनि छ्याङखोलै होला होइन, लगभग 40 वर्ष अगाडिको कुरो। अनि तपाईँको चाहिँ नि त्यहाँबाट म त्यसरी अनि त्यो दाइहरूसँग कारखानामा गएर आश्रय लिएर बसेँ मैले। हजुर, अनि त्यो केटी हिँड्दाखेरि आवाज आएको थियो कि थिएन? आवाज आएको थियो। अझ मलाई त जहाँसम्म लाग्छ त्यो पाउजो पनि बजेको जस्तो कि, पाउजो पनि छ नि, मान्छे हिँड्दा छमछम 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 पाउजो बजेको जस्तो पनि, त्यस्तो पनि एउटा चाहिँ नि धुन हो कि जस्तो त्यस्तो लाग्यो। मैले देख्न चाहिँ देखिनँ, तर जुन त्यो पाउजो बजेको जस्तो आवाज पनि सुने जस्तो लाग्यो, सुने जस्तो लाग्यो, सम्झदा त्यस्तो लाग्छ त्यस्तो लाग्यो। अनि केही बास्नाहरू गन्धहरू त्यस्तो केही पनि आएको थियो? त्यस्तो बास्ना त मैले अनुभव गरिनँ, त्यस्तो बास्ना गन्ध चाहिँ अनुभव गरिनँ, त्योतिर ध्यान पनि दिनँ। अलिकति पछि त म आफै डराउन थालेछु। अनि त्यहाँबाट चाहिँ नि अब त्यहाँको ती दाजुहरूले चाहिँ नि अब ती कारखानाको दाजुहरूले चाहिँ नि त्यहाँ बसेका ती मान्छेहरूले चाहिँ भन्दा चाहिँ मलाई अब तिनीहरू चाहिँ नि कुरा गर्ने, अझ चाहिँ नि घुम्न जाउँ भनेरै लिएर जाने, अनि फेरि पछि पनि आउने, अनि त्यो पछि चाहिँ मान्छे बिरामी हुँदै जाने, सुक्दै जाने
होइन सुक्दै जाने अनि त्यस्तो हुन्छ भनेर भन्नुभएको थियो। अब त्यहाँ म 10 महिना जति बसेँ, त्यहाँबाट ती कुराहरू पनि ख्याल गरिनँ मैले। त्योभन्दा पछि त्यसरी राति हिँड्दा पनि हिँडिनँ। पहिला चाहिँ तपाईँले त्यो सानो हुँदाखेरि हजुर जुन मेला जाँदा देखेको जुन बच्चा छ हजुर त्यो बच्चा चाहिँ के कपडा लगाएको थियो अथवा कस्तो थियो? त्यो बच्चा चाहिँ अब कपडा त लगाएको थियो, नाङ्गै चाहिँ थिएन, तर कुन प्रकारको खाली खुट्टा थियो। अब हामी पनि त्यतिखेर खाली खुट्टै हुन्थ्यौँ होइन, जुत्ता चप्पल यहाँ हामीले त्यतिखेर लागै थिएन। अब कोही कोहीले मात्रै लाउँथे, नत्र भने चाहिँ यहाँ जुत्ता चप्पल लाउने चलनै थिएन, हामी खाली खुट्टै हिँड्थ्यौँ। अब त्यो पनि खाली खुट्टै थियो। मलाई चाहिँ त्यो पछि मात्रै मैले त्यो चाहिँ अरू मान्छे होइन या चाहिँ मुरकुटो या भूत या केही हो भन्ने मैले पछि मात्रै बुझेँ। त्यतिखेरै चाहिँ मैले महसुस गरेको भए त म निकै चाहिँ डराउने रहेछु। मलाई चाहिँ ती मैले त त्यो अब बालककालको बुद्धि ती झगडा गर्ने मान्छे पो त्यो लौरा खेल्दै यतै पो आउँछन् कि भन्ने मेरो ध्यान चाहिँ त्यता गएकोले अनि म चाहिँ जब आफ्नो ठाउँमा आइपुगिसकेपछि चाहिँ अनि मैले चाहिँ पछि त्यो ती हराए पनि अनि बाले गाली गर्नुभयो। अनि त्यहाँबाट चाहिँ नि त्यो के भन्छ त्यो अलिअलि हाम्रो यो केही मन्त्र नजान्ने मान्छेले यहाँ जनाई चाहिँ गायत्री मन्त्र हुन्छ नि त्यो जपेर पनि यसो माटो साटोको टिका लगाइदिनु भयो। अब अरू खासै त्यस्तो चाहिँ केही भएन। त्यो बच्चा चाहिँ तपाईँलाई भूत हो भनेर कसरी लाग्यो? के कारणले त त्यो भूत हो भनेर कसरी लाग्यो भने त्यो आउँदै 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 गर्दाखेरि त उसले त मै जस्तो कोही गएको रहेछ कि भनेर बोलाइन डरले। मलाई जात्राको डर थियो, भूतको डर थिएन। अब त्यो भूत कसरी लाग्यो भने चाहिँ त्यो खोल्सोमा आएपछि ऊ हरायो। ऊ खोल्सोमा आएपछि अघि हिँडिराखेको मान्छे छैन, अनि हराएपछि चाहिँ अनि यो भूत रहेछ भन्ने अनि मैले महसुस गरेँ। हजुर ए त्यो भूत रहेछ भन्ने अनि महसुस? हजुर हजुर। खोल्सोमा गएपछि आफै त्यही आफै त्यही हरायो। बाटो मुनि पनि देखिएन, बाटो माथि पनि देखिएन, अगाडि पनि देखिएन। त्यसपछि बल्ल भूत रहेछ भन्ने भूत रहेछ भन्ने अनि थाहा पाएर त्यही कारण त अनि जाने त्यहाँ तपाईँको बालाई पनि भनेन डराएको देखेर तैपनि उहाँले केही भेट्छ कि अब त्यतिखेर राति हिँड्नलाई चाहिँ धेरै अब चाहिँ कोही नहिँड्ने समय भएकोले अनि उहाँले चाहिँ यसो टिका सिका लगाइदिनु भयो। अब चाहिँ त्यो सुत्दाखेरि आवाज त यो पाखै खसेको आवाज आउने त्यस्तो हुन्थ्यो। हुन्छ हजुरसँग यति नै अनुभव होइन? हजुर मैले मेरो सम्झनामा रहेका चाहिँ यति नै हुनु। हजुर अब चाहिँ हुन्छ हजुरले आफूसँग आफ्नो स्मरणमा रहेसम्मका घटनाहरू हामीलाई सम्झी सुनाइदिनु। हजुर हजुर। अब हामी मार्फत लाखौं दर्शकले यति बेला तपाईँलाई हेर्दै हुनुहुन्छ, देश विदेश तथा विदेशबाट हेर्दै हुनुहुन्छ। उहाँहरू सबैको तर्फबाट हजुरलाई हामी धन्यवाद दिन चाहन्छौँ। हाम्रो तर्फबाट हजुरलाई हृदयदेखि नै हाम्रो आभार अनि त्यसपछि धन्यवाद पनि टक्राउँदै हजुरको आगामी जीवन सफल रहोस्, सुखमय होस्, त्यस्ता कष्टहरू कुनै पनि नहुन्, बाधाहरू नहुन् भन्ने कामना सहित हजुरसँग बिदा हुन चाहन्छौँ। नमस्ते, धन्यवाद। मेरो तर्फबाट पनि हजुरहरूलाई धन्यवाद यहाँसम्म आइदिएर अब मेरा चाहिँ यी अनुभवहरू चाहिँ सुनाउने मौका पाएकोमा यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद।